हेलो गाइस, आज म पशुपतिको यात्रामा छु। आज म मात्रै छु, मम्मी पनि हुनुहुन्छ है, मेरो मान्छे घर हुनुहुन्छ, आउँदै हुनुहुन्छ। एकदमै मम्मी अरे कहाँ के गरे हामी पशुपति हिँडेको है। पशुपति कतिचोटि जानुभयो अहिलेसम्म? 4 गति हुन्छ। 4 चोटि होइन होला। 4 गति भयो घरमा 4 बजे 4 2चोटि आउनुहुन्छ अनि 4 चोटि कसरी हुन्छ त? 4 गति हो। 4 चोटि हो त होइन आमा। काठमाडौँ आज 2चोटि आउनुभयो होइन? काठमाडौँ 2चोटि आएको, 4 चोटि कसरी जानुभयो? अनि एकचोटि दार्जिलिङ आएको, 4 चोटि आउनुभएको छ। म 2चोटि जान्छु भर्खर 3 वर्ष बसेर जाँदैछु। यात्रा चाहिँ अब हिँडेरै हुन्छ। गाडी चढ्न अलिक मानिस त्यही कारणले गर्दा है। पशुपति छिरिसक्यो है मम्मी? पशुपति छिरियो होइन? कि कहाँ छिरियो? पशुपति होइन होला। हो अब छिरुमा आइसक्यो। आइसक्यो। अब के देखिन्छ मम्मी अब जाँदा जाँदै पशुपतिमा? के देखिन्छ? के भयो? के बनायो? के बनायो मैले के बनाएको होला। मलाई एकदम राम्रो लाग्छ पशुपति भने हामी त तपाईँले हाम्रो भाउजू पनि हुनुहुन्छ। भाउजू के छ? तपाईँ त रिसाउनु भयो क्या? रिसाउनु हुँदैन हाम्रो भाउजू। गर्नुभयो 4 घन्टा हिँडेर आउँदा एउटा गलिहाल्छ हिँड्नु त सक्दैन। हिँड्दैछौँ सिँढी हाल्नु मम्मी कस्तो लाग्यो पशुपति? एकदम राम्रो लाग्यो कता हराउनु भयो? गर्नु भयो क्या? हामी धरा चढियो, धरा चढियो है। धरा कति त्यस्तै अनुभव आइरहेको छ अरे गाइस। हेर्नुहोस् भ्यू चाहिँ एकदमै बबाल छ। तापनि हामी हिँडेको जस्तो चाहिँ अनुभव भएको छैन है मम्मी? हामी गन्तव्यमा पुग्ने मान्छे हो नि त होइन? ल गाइस, जिन्दगीको फर्स्ट टाइम भ्लग बनाउँछु गाइस। एकदमै रमाइलो छ।